नमस्कार, म रविन्द्र पौडेल। आज हामी आइएमई संवाद कार्यक्रममा उपस्थित छौँ। हामीले विदेशबाट रेमिट्यान्स आयो, विदेशबाट आएको रेमिट्यान्सले नेपालको कुल गृहस्थ उत्पादनमा यति योगदान दियो, त्यति योगदान दियो भनेर कुराहरू सुन्छौँ, गर्छौँ र समाचारहरू पनि हामीले पढ्ने गर्छौँ। विदेशबाट आएको रेमिट्यान्सले देशमा यो गर्यो त्यो गर्यो भनेर हामीले भनिरहँदा, तर विदेशबाट रेमिट्यान्स पठाउने हातहरूको अवस्था कस्तो छ त? विदेशमा बस्ने ती मनहरूको अवस्था कस्तो छ? र विश्व श्रम बजारमा श्रम गर्ने आम नेपालीहरूको अवस्था कस्तो छ? तिनै कथाहरू लिएर आज हामीसँगै काम गर्ने आइएमई सहकर्मी कवित खनाल हामीसँग हुनुहुन्छ। कवितजी, कार्यक्रममा स्वागत छ। धन्यवाद। सन्चै हुनुहुन्छ? सन्चै छु। निकै लामो समय कुवेत बस्नुभयो। कुवेत बसेर नेपाल आउँदाखेरि अहिले तपाईँको दिनचर्या कस्तो छ? दिनचर्या कस्तो भन्दाखेरि तपाईँको अब पहिलो कुरो त टाइमिङ नै चेन्ज भयो। सुरुवाती दिनहरूमा जस्तो 3 घन्टाको फरक हुन्थ्यो जुन नेपालको र उहाँको टाइम फ्रेम, र वेदरको पनि निकै परिवर्तन थियो। जुन वहाँ अलिकति गर्मी नै थियो बढी, र आएपछि चिसो हुँदाखेरि सुरुवाती दिनहरूमा अलिकति गाह्रै जस्तो महसुस हुने, जस्तो सिजनल फिभरहरू त्यस्तो टाइपले गर्दाखेरि अलिकति गाह्रो थियो, र पछि युज टु भइयो। भनेपछि नेपालबाट कुवेत जानुभयो। कुवेत कति वर्ष बस्नुभयो? कुवेत म 2019 अक्टोबर 11 मा गएको थिएँ, र म लास्ट इयर 2024 मा फर्केको हो। लगभग म 5 वर्ष बसेँ टोटल कुवेतमा। भनेपछि एउटा ऊर्जावान र ऊर्जाशील समय तपाईँले कुवेतमा बिताउनुभयो। नेपालबाट थुप्रै सपनाहरू बोकेर कुवेत जानुभयो। कुवेतको त्यो रात तापमा तपाईँ प्लेनबाट ओर्लिँदै गर्दा तपाईँको मनमा चाहिँ कस्तो महसुस भयो? मैले त देश छोडेर आएँ, त्यहाँको हावापानी, आफ्ना आफन्त, त्यो सबै सम्झेर तपाईँलाई एकैछिन त्यस्तो केही अनुभव केही छ? निश्चय नै तपाईँले भन्नुभएको कुरा र क्वेसन र मैले फेस गरेको कुरा लगभग उस्तै छ। जस्तो कि म नेपालबाट अक्टोबर महिनामा चिसो सुरु भइसकेको थियो त्यतिखेर, र कुवेत टेक्दाखेरि जुन म प्लेनबाट बाहिर निस्केँ त्यतिखेर जुन त्यो तातो हावा फिल गर्दाखेरि मैले त्यही प्लेनमा नेपाल फर्किनु जस्तो अनुभव पनि भइरहेको थियो मलाई। जस्तो अब विश्व श्रम बजारमा त यति धेरै नेपालीहरू छन्, अब कुवेतमा पनि कैयौँ नेपालीहरू हुनुहुन्छ होइन? त्यहाँका ती नेपालीहरूको दिनचर्या देख्दाखेरि तपाईँलाई कस्तो लाग्थ्यो? जस्तो यहाँ काम गर्ने नेपालीहरूले र त्यहाँ काम गर्ने नेपालीहरूमा त्यस्तो केही फरक पाउनुभयो? उनीहरूको दिनचर्या कसरी बित्थ्यो? दिनचर्या चाहिँ तपाईँको अब यसै पनि फरक हुने भयो। जुन नेपालमा बस्दाखेरि आफ्नो परिवारसँग बसिन्थ्यो, चाडपर्वहरू भाइ साथी आफन्त इष्टमित्रसँग बसेर मनाइन्थ्यो, त्यहाँ गएपछि चाहिँ निश्चय नै फरक छ। किनकि न त्यहाँ आफ्नो साथीभाइ हुन्छ, ड्युटीको प्रेसर हुन्छ, काममा आउनु पऱ्यो, जानु पऱ्यो, त्यसले गर्दाखेरि चाहिँ तपाईँको दिनचर्या धेरै नै फरक देखिन्छ। उनीहरू प्राय खाना खाने, ड्युटी जाने, आउने, सुत्ने, त्यही नर्मली त्यही हुन्थ्यो। उनीहरूको साधारण दिनचर्याको कुरा गर्दै गर्दा जस्तो त्यहाँ दिनचर्याकै क्रममा अथवा कामकै क्रममा त्यहाँ विदेशी भूमिमा काम गर्दै गर्दा कुनै नेपालीले दुःख पाएर तपाईँले सहयोग गर्नु परेको, अथवा तपाईँले दुःख पाएर कुनै अर्को नेपालीले तपाईँलाई सहयोग गरेको कुनै त्यस्तो दिनको सम्झना छ तपाईँले? त्यस्ता सम्झनाहरू धेरै छन्, र मैले जुन कुवेतमा बस्दाखेरि मैले आफ्नो लागि मात्र नभइकन कुवेतको सामाजिक क्षेत्रमा पनि आबद्ध हुने मौका पाएँ। जस्तै कि अब ब्लड डोनेसन प्रोग्राम, नेपाल एम्बेसीले धेरै प्रकारको प्रोग्रामहरू गर्थ्यो, हामीलाई त्यसमा निमन्त्रणा पनि हुन्थ्यो, हामी जान्थ्यौँ, र व्यक्तिगत सहयोगहरू पनि धेरै गरियो, जुन अब भन्न मन पनि लाग्दैन र भन्दाखेरि राम्रो पनि हुँदैन, जुन आफूले गरेको व्यक्तिगत सहयोग। जस्तो त्यहाँ आम नेपाली श्रमिकहरू बिच जस्तो हाम्रो यहाँ नेपालमा सापटी लिने दिने ऋणधन भन्ने चल्छ, त्यहाँ चाहिँ त्यस्तो के हुँदो रहेछ? निश्चय नै नेपाली भएपछि नेपालीसँग लेनदेन त भइहाल्छ, र मैले पनि त्यस्तो गरेँ होइन। अब भाइ साथीलाई समस्या पर्छ दिएँ, कोही बेला मलाई नै जरुरत पर्छ भाइ साथीबाट लिएँ। अब त्यहाँ चाहिँ 5 वर्ष बसिसकेपछि अब एउटा छुट्टै प्रकारको जुन वैदेशिक सम्बन्ध हुन्छ त्यो सम्बन्ध भयो मेरो त्यहाँ बस्ने प्रिय साथीभाइहरूसँग, र निश्चय नै त्यो हुन्छ
मैले तपाईँलाई बिचमै रोकेँ, मलाई त्यस्तो एउटा कथा भनिदिनुहोस् अथवा कथा सुनाउनुहोस् जसको पीडामा तपाईँले मलम लगाउन सक्नुभयो, त्यस्तो कुनै दिन छ? छ सर। एक दिन म कामकै सिलसिलामा हिँडिरहेको थिएँ। त्यतिखेर चाहिँ भर्खर नेपालबाट एउटा कुनै कम्पनीमा जानुभएको रहेछ नेपाली कामदार, र दाजु यता पश्चिमतिरको हुनुहुन्थ्यो। उहाँ आउनुभएको चाहिँ लगभग 3 देखि 4 महिना भइसकेको रहेछ, र उहाँले चाहिँ जुन पाउने स्यालेरी चाहिँ पाउनु भएको रहन्छ। पहिलोपटक कुवेत जानुभएको उहाँ पनि? उहाँ पनि पहिलोपल्ट कुवेत जानुभएको, र जुन कम्पनीले एग्रिमेन्ट गर्यो अनुसारको जुन उहाँलाई स्यालेरी स्टार्टिङ डे 1 देखि दिएनछ, र उहाँको भावना मसँग ठोकिन आयो र भन्नुभयो कि 4 महिना भइसक्यो मैले तलब नपाएको, र खाना बस्नुको लागि पनि समस्या छ भनेर धेरै संवाद गर्नुभयो। र त्यहाँ बस्ने म र मेरा साथीहरू लगायतले उहाँलाई केही टाइमको लागि सहजीकरण गरेर त्यतिसम्म गरेको छौँ हामीले। जस्तो तपाईँले भन्नुभयो 3-4 महिना काम गर्दा पनि उसले श्रमिकले आफ्नो श्रम पाउन सकेन, त्यो बिचमा उसले अब जस्तो श्रम प्राप्तिका लागि अब कानुनी अड्डा अदालतहरू धाउनुपर्ने अथवा त्यसका केही कानुनी अडचनहरू के रहेछन् तपाईँले केही हेर्नुभयो, अथवा उसलाई श्रमिकलाई त्यो श्रम दिलाउनका लागि चाहिँ त्यहाँको सरकारी निकायले कुनै पहल गर्दो रहेछ या तपाईँहरूले पहल गर्नुभयो? पहिलो कुरो त उहाँ जानुभएको जम्मा 4 महिना भएको थियो, र जुनसुकै व्यक्ति जुनसुकै ठाउँमा पुग्दा पनि उहाँलाई भाषाको समस्या हुन्छ, जो हामी सबैले भोग्ने कुरा हो, र त्यहाँको कानुनको पनि सबै ज्ञान भएको हुँदैन, र भाइ साथीभाइले सुनेको आधारमा त्यहाँको कानुनहरू बिस्तारै सिक्ने हो। र उहाँलाई समस्या के थियो भन्दाखेरि तपाईँको कानुन लड्न जाम त ड्युटी जानु पऱ्यो, बिना तलबको ड्युटी जानु पऱ्यो, अनि फेरि कानुन लड्न जाम त उसलाई त्यही भर्खर आएकोबाट पनि डिपोर्ट गरिदिने हो कि अर्को चिन्ता भयो। त्यो भएको हुनाले हामी जो नेपाली समुदायमा आबद्ध थियौँ, हामी सबैजना मिलेर सम्बन्धित ठाउँमा उहाँको जुन पीडा थियो त्यो लगेर हामीले सुनायौँ, र उहाँले अघि 5 महिना पछाडि बल्ल उहाँको नियमित तलब पाउन थाल्यो। भनेपछि उहाँले कानुनत न्याय पाउनुभयो। जस्तो तपाईँ पनि अब त्यहाँ कामको सिलसिलामा बिहान उठेर अफिस जानुहुन्थ्यो अथवा आम श्रमिक दाजुभाइहरू काममा जानुहुन्थ्यो होला, त्यो 8 घन्टाको लगातार कामपछि उहाँहरू कोठामा फर्किँदाखेरि उहाँहरूको अनुहारको पीडा अथवा उहाँहरूको अनुहारको खुसी त्यो पढ्ने मौका पाउनुभयो कि पाउनु भएन? निश्चय नै त्यो मैले पाएँ। जस्तो कि म यही फिल्डको मान्छे भएर म श्रमिकको यो क्याम्पहरूतिर जान्थेँ, लगभग हप्तामा 2-3 चोटि नै जान्थेँ, र प्रत्यक्ष रूपमा हजुरले गर्नुभएको प्रश्नमा चाहिँ प्रत्यक्ष रूपमा मैले फेस गर्न पाएको छु। जब ड्युटी सकिएर आउनुहुन्छ त्यसपछि उहाँहरूको सबैभन्दा पहिला साथमा मोबाइल निकाल्नुहुन्छ, त्यसपछि परिवारजनसँग इष्टमित्रसँग जो आफूले भोगेको पीडा लुकाएर बन्द मुस्कानका साथ बातचित गरेको मैले पाएको छु। यस्तो त अझ मलाई लाग्छ तपाईँहरूको जुन नेपालमा चाडपर्वहरू नजिकिँदै जान्छ, जस्तो तिज, दसैँ, तिहार, यस्ता चाडपर्वहरू नजिकिँदै जाँदा उनीहरूले परिवारसँग गर्ने संवाद चाहिँ कस्ता हुन्थे? जस्तो परिवारसँग खुसीका कुराहरू गर्ने, एकदम आनन्दका कुराहरू गर्ने, र अनि पछाडि फोन काटिसके पछाडि जस्तो रुने अथवा एकदम न्यास्रो मान्ने, त्यस्तो केही देख्नु भयो नि तपाईँले? त्यो उनीहरूले मात्र नभएको म आफैले पनि भोगेको कुरा हो। म प्रत्यक्ष आफै भोगेको व्यक्ति हो। र जब नेपालमा चाडपर्व सुरु हुन्थ्यो, मेन त हाम्रो यो विजया दशमी, दीपावली यी लगायतका चाडपर्वहरू सुरु हुँदाखेरि र आफ्नो परिवारसँग गफगाफ गर्दाखेरि जुन आफ्नो अनुहार खुसी भए पनि भित्री पीडा अलगै हुन्थ्यो, र त्यहाँ बस्ने श्रमिकहरूको समस्या पनि मैले जे भोगेँ त्यही थियो। जुन भावना एउटै थियो र व्यक्ति फरक थियो होला, तर भावना एउटै थियो। भनेपछि त्यहाँ श्रमिक गर्ने श्रमिकहरूले अथवा हाम्रा नेपाली दाजुभाइहरूले वर्षभरि कमाएको अथवा महिनाभरि कमाएको पैसा आइएमई मार्फत नेपाल पठाउँथे रेमिट्यान्सको रूपमा। हजुर, त्यो उनीहरूले नेपाल पठाउँदाखेरि उनीहरूको मनको विश्वास र आइएमई प्रतिको भरोसा देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ अहिले? त्यो अनुभव हामीलाई सुनाउनुहोस् न। रविन्द्रजी, म एउटा सानो इन्सिडेन्ट हजुरलाई सेयर गर्छु। म यो जुन संस्थामा आबद्ध भएको पनि थुप्रै वर्ष भइसक्यो, र 2019मा कोभिड-19
कोरोना भाइरस आएको थियो र त्यस पश्चात थुप्रै नेपालीहरूले ज्यान गुमाउनु भयो। जो ज्यान गुमाउनु भएको थियो उहाँहरूलाई जुन आइएमईको भरोसा भनेर हामीले एउटा क्याम्पेन जस्तो पनि चलाएको थियो र जो श्रमिकले आफ्नो जो श्रमिकको मृत्यु भयो उता उहाँहरूको परिवारलाई हाम्रो संस्थाबाट हाम्रो कम्पनीबाट केही न केही उहाँहरूलाई मलमपट्टि लगाउने सम्मको हामीले सहयोग गरेको थियौँ र त्यतिखेर हाम्रो क्याम्पेनको नाम थियो आइएमई भरोसा भन्ने र त्यसको जुन भरोसा हामीले अहिलेसम्म टुट्न दिएको छैनौँ। जुन 2001 देखि अहिलेको दिनसम्म पनि जो नेपालीहरूले विश्वास गरेर आइएमईलाई विश्वास गरेर आउनुभएको छ उहाँहरूको भरोसा हामीले अहिलेसम्म टुट्न दिएको छैनौँ। जस्तो काम गर्दै गर्दाको सप्ताहन्तमा जस्तो शनिबार अथवा आइतबार बिदाको समयमा तपाईँहरूले साथीभाइहरू भेट्ने, साथीभाइहरूसँग गफिने, होइन, सुख दुःखका कुराहरू गर्ने, त्यो किसिमको प्रवृत्ति, त्यो किसिमको चालचलन कस्तो थियो? कतिपय कम्पनीहरूले त्यहाँ चाहिँ जो श्रमिकहरूलाई छुट्टी नदिने पनि व्यवस्था थियो र कतिपय कम्पनीहरूले नर्मल्ली हप्तामा 1 दिन छुट्टी दिने व्यवस्था थियो। त्यो कम्पनीमा भर पर्ने थियो र त्यहाँको चाहिँ सार्वजनिक छुट्टी एज अ विकेन्ड भनौँ शुक्रबार हुन्थ्यो र शुक्रबारको समयमा सबैभन्दा पहिला चाहिँ मान्छेहरू जो आइएमई गर्नको लागि आउँथे। शुक्रबार बिहान जब उनीहरूको दिनचर्या सुरु हुन्छ सबैभन्दा पहिला परिवारलाई खुसी बनाउने, आउने पैसा पठाउने, त्यसपछि आइएमई कन्ट्रोल नम्बर फोटो खिचेर पठाउने र ब्याङ्क खातामा पैसा पठाएको छ भने ब्याङ्क खाताको फोटो खिचेर पठाउने र आइएमई गर्ने गर्दथे। अनि त्यसपछि साथीभाइ भेटघाट अब के अरे सी साइडतिर यताउता जाने हुन्थ्यो र त्यसरी नै हुन्थ्यो त्यहाँको दिनचर्याहरू छुट्टीको दिनमा। कविजी, हामीले संवाद गऱ्यौँ र अन्त्यमा मलाई के भनिदिनुहोस् भने विश्व श्रम बजारमा यति धेरै नेपालीहरू हुनुहुन्छ, उहाँहरूले यति सङ्घर्ष गर्नुभएको छ, ती सङ्घर्षका दिनहरू तपाईँले नजिकबाट देख्नुभयो, हेर्नुभयो, होइन? ती हजारौँ नेपालीहरूले त्यहाँ गरेको श्रमले आज नेपालका बाँझा पाखाहरूमा बुकी फुलेको छ, होइन? त्यहाँ गरेको श्रमको मूल्य, त्यहाँको पसिनाको मूल्य यहाँ चाहिँ अनेक क्षेत्रमा लगानी भएर यहाँ चाहिँ भनौँ न उनीहरूको परिवारमा एउटा खुसीको लहर छाएको छ। त्यसलाई चाहिँ तपाईँले त्यहाँ बसेर श्रम गर्ने ती हजारौँ ती श्रमिकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? तपाईँले भन्नुभएको जुन कुरा छ त्यो एकदमै सबै नेपालीहरूको लागि हुने खालको प्रश्न छ। जब मान्छे विदेश जान्छ एउटा उद्देश्य लिएर जान्छ। जस्तो मैले भन्न खोजेको जस्तो नेपालीहरू विदेश गए, यहाँ त उनीहरूले रेमिट्यान्स पठाएका छन्, त्यो रेमिट्यान्सबाट त नेपालको लगभग अर्थतन्त्र अहिले रेमिट्यान्सले नै चलायमान छ, होइन? उनीहरूले पठाएको रेमिट्यान्सले यहाँ चाहिँ उनीहरूका बालबच्चाहरू स्कुलमा पढेका छन्, उनीहरूको घरमा चाहिँ तपाईँको बिहान बेलुकाको चाहिँ गर्जो टरेको छ, होइन? उनीहरूले अब त्यो पैसाबाट थोरै धेरै भए पनि सुखानुभूति गरेका छन्, हो। उनीहरूले चाहिँ पठाएको पसिनाले नेपालमा चाहिँ विभिन्न बाँझा जमिनमा चाहिँ फुल फुलेको छ, हो। अब भन्नुहोस् त्यहाँ सङ्घर्ष गर्ने ती दाजुभाइलाई तपाईँले के सन्देश दिनुहुन्छ? म एउटा सिधा के सन्देश दिन्छु भने अरूको लागि मात्र नबाँच्नुहोस्, आफ्नो लागि बाँच्नुहोस्, आफ्नो फ्युचर सेक्योर गर्नुहोस्। फर्स्ट कमाएको केही रकम जम्मा गर्नुहोस्। आज कमाएको छु भन्नेमा आज कमाएको छु भोलि जोगाउँला भन्ने सोचाइमा नहिँड्नुहोस्। आज कमाएको आजै जोगाउनुहोस्, भोलि कमाएको भोलि जोगाउनुहोस्। त्यो हिसाबले अगाडि बढ्नुभयो भने जुन तपाईँले गर्नुभएको दुःख भोलिको दिनमा सुनौलो भविष्य हुनेछ। र यदि तपाईँले समयमै विचार पुर्याउनु भएन भने भोलिको दिनमा फेरि तपाईँ पनि त्यही मुलुकमा गएर फेरि पसिना चुहाउनु पर्नेछ। हवस् त, हामीसँग हुनुहुन्थ्यो कवित खनाल, हाम्रो आइएमई सहकर्मी, लामो समय कुवेतको बसाइबाट नेपालमा आएर फेरि रेमिट्यान्सकै क्षेत्रमा हाम्रो आइएमईमै कार्यरत हुनुहुन्छ। उहाँले कुवेतको बसाइमा उहाँले भोग्नुभएका अनुभव
सुख दुःखका कुराहरू हामीलाई सुनाउनु भयो। हामी यस्तै प्रसङ्गहरू लिएर फेरि उपस्थित हुनेछौँ। रेमिट्यान्सका विभिन्न विधामा, रेमिट्यान्सका विभिन्न विषयमा चर्चा परिचर्चा, संवाद र बहस पैरवीहरू गर्नेछौँ। हामी अर्को हप्ता फेरि यसै समयमा उपस्थित हुनेछौँ नयाँ अतिथिका साथमा। धन्यवाद कविजी। हस्, थ्याङ्क यू।